हावा त अनि कपाल त कहाँ पुगिसक्यो दुई चार शब्द भनिदिनुहोस् त मलाई आज नेपालमा हिँडिरहेको जस्तो महसुस भइरहेको छ मैले गर्दा गाउँबारी अनि उसले कुर्ता लगाएर हिँडेको भएर अनि नेपाल दाजुभाइ दिदीबहिनीहरू बाटै पछि भेटिरहेको भएर घर कति हावा त लाग्यो त कहाँ चाहिँ गयो ब्याग फर्काउँ भनेर त क्यामेरै देख्दै देख्नु अब घर हावा चाहिँ आज चाहिँ हामी टुलिप हेर्न आएको न्यु इयरको दिन हाम्रो एनिभर्सरीको दिन होइन यस अनि अब चाहिँ हामी केमा पुग्यो भने यो ब्याग क्यामेरा कहाँबाट हुन्छ के ब्याग हुँदा के अनि कसो गर्ने यसो गर्नु अघि बेला यसो यसो भनेको त्यही भयो यसो बिस्तारै नै कस्तो बनाएको मैले प्रोफेसनल भएको नि सिकारु परे सिकारु त्यत्रो भ्लग हेर्छौ त अनि हेरेर आउँछ त नगरेपछि को आएको भए ठिक हुँदैछ के अरे यतिखेर आउनु भयो ठिक्क हुने रहेछ को दिदी भेनाहरू लोङ्गो पोटेटो ठिक मान्छे पनि धेरै मस्तेरो नै नि नानी मान्छे पनि ठिकै रहेछ धेरै ちょっと日本語でお願いしますネパール語も忘れた私ネパール人ですからネパール語で話しますなんだけど今日本にいるから日本語で話さないといけないよ日本にいるでも私ネパール人ですねえねランポテトカニ अहिले खानी नभन एकछिनमा खाने मान्छे सुगर हेर्नु पीडित मान्छेलाई यस्तै पीडा दिने काम नगरौँ त ओके बोकेर लानुपर्छ यहीँ ढोका अन्त माथि नघुमिकन सिधै यता हेरौँ न अझै पानी पर्यो भने पाइँदैन अनि पर्दैन राम्रो लाग्यो आज आउने नआउने कन्फ्युज भएर आएन तिमी आएर ठिक गर्यो ठिकै भएछ राम्रो छ सोचिरहेको कता पुग्यो नि है तिम्रो फोनमा भन्दा आँखाले देखेर राम्रो छ है हो के बोल्नु कता के हो
Hey, hey, hey. हामी कहाँ आएको? शङ्कर हो शङ्कर घाम लाग्यो हेर्नु भएन। अब जाउँ हामी कहाँ जान्छौँ म कहाँ जान्छ? सक्यो अब कता जान्छौँ त म उताबाट म यताबाट हिँडिरहेको म हिँडेको फोटो भिडियो यतापट्टि हिँड्दै आउनु तिमी पख नि त ल